नमस्ते अनि हार्दिक स्वागत तथा अभिवादन तपाईँ सम्पूर्ण सर्वनाम टक कार्यक्रमको यो 19औं श्रृङ्खला हेरेर बसिरहनुभएका आदरणीय दर्शक श्रोताहरूमा म कार्यक्रम प्रस्तुता साथै सर्वनाम शिक्षालय सेकेन्डरी लेभल कोअर्डिनेटर चन्द्र विशको तर्फबाट आज पनि सदाझै हामीले हाम्रो श्रृङ्खलामा केही विद्यार्थी भाइ बहिनीहरूसँगै सम्बन्धित रहेर छलफल गर्ने कार्यक्रम गरेका छौँ। यसमा मैले हाम्रा सर्वनाम शिक्षालयका दुईजना होनहार विद्यार्थी पढाइमा लगनशीलता भएका र सर्वनाम शिक्षालयको एक उत्कृष्ट विद्यार्थीहरूको रूपमा दुईजनालाई मैले हाम्रो सर्वनाम शिक्षालयको यो श्रृङ्खलामा निम्ताएको छु। यहाँहरू दुवैजनालाई नमस्कार, स्वागत छ। अबको पहिलो प्रश्न रहेको छ, हामी भन्न त भन्छौँ विद्यालयमा एक प्रकारको राम्रा कुराहरू सिकाउने स्थल हो, त्यस्तै घरमा व्यवहार र संस्कारका कुराहरू सिकाउने एउटा स्थल हो। वास्तवमा घर साँच्चीकै एक प्रकारको संस्कारको मुख्य केन्द्रबिन्दु हो र विद्यालय साँच्चीकै भोलिको भविष्यको एक होनहार राष्ट्र निर्माताको रूपमा नेतृत्वदायीको भूमिका निर्वाह गर्ने विद्यार्थीलाई चाहिँ निर्माण गर्ने एक स्थल हो। यो भनाइमा निश्चल तामाङको भनाइ के छ, कस्तो छ? सरलाई प्रश्नको लागि धन्यवाद। घर भनेको चाहिँ हाम्रो पहिलो विद्यालय हो। घरले हामीलाई नैतिक शिक्षा दिनमा जोड दिने गर्छ। घरमा हामीले सानो जन्मिएदेखि नै हामीले विविध पक्षहरू सिकिरहेका छौँ। जन्मेपछि बोल्न, संस्कार गर्न, ठुलोलाई सम्मान, सानोलाई माया गर्न घरैबाट सिकेका हौँ। त्यसै गरी विद्यालयले पनि हाम्रो जीवनमा ठुलो भूमिका खेलेको हुन्छ। हामीलाई जीवनमा प्रयोग गर्नको लागि विविध पक्षहरू सिकाई हाम्रो भविष्य उज्जवल पार्ने काम नै विद्यालयको हो। हामीलाई विद्यालयले विभिन्न कुरामा उत्कृष्ट पारी हाम्रो भविष्यमा सहयोग पुर्याउने गर्छ भने घरबाट पनि हामीले यसलाई साथ दिने परिवारको सहयोग पाएका छौँ। हामीले बुझ्ने गरेका छौँ हाम्रो पहिलो घर हाम्रो पहिलो विद्यालय हो, जहाँ हामीले अनुशासनका कुराहरू, एक प्रकारको व्यवहारका कुराहरू, एक प्रकारको सोसल नर्म्सका कुराहरू सिक्ने गर्दछौँ। हाम्रो दोस्रो भविष्यको मुख्य पाठ, जहाँ हामीलाई चाहिँ भोलिको भविष्य निर्माण गर्नको लागि, भोलिको एउटा राष्ट्रको निर्माण गर्नको लागि एक बलियो मजबुत खम्बा, देशको खम्बा बनाउन सहयोग गर्ने हाम्रो मुख्य अङ्गहरू विद्यालयको रूपमा हामीले लिने गरेका छौँ। यो विचारमा, यो धारणामा तपाईँहरू के भन्न चाहनुहुन्छ? हाम्रो घर भनेको चाहिँ पहिलो विद्यालय हो। यसले हामीलाई नैतिक शिक्षा दिन्छ भने भविष्यमा चाहिने प्रयोगात्मक शिक्षा भने विद्यालयले दिन्छ। हामीलाई जन्मेदेखि नै संस्कार दिने भने घरले गर्छ भने भविष्यमा राष्ट्रिय कुराहरू, राजनीतिका कुराहरू भने विद्यालयले सिकाउने गर्छ। अन्त यसै गरी अब हामीले घरमा चाहिँ सामान्य ज्ञान पाउँछौँ होइन, आमा बुबालाई संस्कार दिने, अरूसँग कसरी व्यवहार गर्नुपर्ने सिक्छौँ। तर विद्यार्थीमा चाहिँ त्यस ज्ञानलाई नै अझै मजबुत बनाउँदै बाँकी थप कुराहरू नै हामीले सिक्ने गर्दैछौँ। बाहिर रूपमा अलिकति स्ट्रङ बन्नको लागि हरेक पक्षमा, एकाडेमिक पक्षमा होस् अथवा व्यावहारिक पक्षमा होस्, स्ट्रङ बन्नको लागि विद्यालय शिक्षाको आवश्यक पर्छ भन्ने कुरा बुझ्यो। अबको मैले अर्को प्रश्नतिर जोड्न चाहेँ। एक असल विद्यार्थी हुनु र सामान्य विद्यार्थीहरूमा के फरक छ होला जस्तो लाग्छ? अब विद्यालयमा भर्ना हुने त अब सबै हुन्छन्, घरमा यत्तिकै फ्री बसेर त त्यस्तो कोही बस्ने गर्दैन छैन। तर अब विद्यार्थी र असल विद्यार्थीको भिन्नता भने चाहिँ असल विद्यार्थीले चाहिँ अब सबै कुरा असल रूपमा गर्नेछ। पढ्नेदेखि लिएर खानेदेखि लिएर व्यवहारहरूको कुरा सबै असल रूपमा गर्ने गर्दछ। कसैको भनाइ बिना नै उसले चाहिँ आफ्ना गर्नुपर्ने कामहरू, आफ्नो गर्नुपर्ने कर्तव्यहरूलाई चाहिँ उसले पूर्ण तरिकाले निर्वाह गर्छ। त्यस्तै असल विद्यार्थी र विद्यार्थीमा भने गुणात्मक पक्षहरूमा चाहिँ भिन्नता देख्न पाइन्छ। असल विद्यार्थीले सबै काम समयमै गरी आफ्नो असल व्यक्तित्व देखाउने गर्छ भने सामान्य विद्यार्थीले चाहिँ
काम समयमै नगर्ने, चाहिएको बेला मात्र काम गर्ने हो त्यस्तो गर्छ भने असल विद्यार्थीले चाहिँ सबै कुरा असल पारामा गर्ने गर्छ। अर्को पक्ष असल विद्यार्थीको उसले हरेक आफ्नो क्रियाकलापलाई आफै गर्न सक्छ, उसले आफै गर्छ। जस्तो उसले पढ्ने टाइम उसलाई चाहिँ सबैले भनिराख्नु पर्दैन के गर्छु, सबैले भनेर यो गर त्यो गर भनेर चाहिँ मात्रै गर्ने असल विद्यार्थीले चाहिँ आफ्नो मनोज्ञानले नै आफू पढ्नुपर्छ भनेर बुझ्छ भने विद्यार्थीमा सामान्य विद्यार्थीमा त्यो ज्ञान हुँदैन। असल विद्यार्थीले आफू पढ्नुपर्छ, पढाइ नै हाम्रो लागि सबसे महत्त्वपूर्ण तत्त्व हो भनेर बुझेको हुन्छ। त्यो भन्दैमा पढ्नु मात्रै भनेको चाहिँ असल विद्यार्थी म भन्दिनँ होइन। अब सबैको आफ्नै पक्ष हुन्छ जुनमा चाहिँ उनीहरू उत्कृष्ट हुन्छन् होइन। अब कसै राम्रो गाउने होला, कोही राम्रो नाच्ने होला, उनीहरूलाई पनि नराम्रो चाहिँ भन्नु हुँदैन। तर असल विद्यार्थीमा एक प्रकारको यस्तो गुण हुन्छ, ऊ चाहिँ जहिले जहाँ जाँदा पनि सेल्फ ड्रिभन भएर नै हिँड्छ, एउटा आत्मनिर्भर भएर नै हिँड्छ भन्ने कुरा बुझेका छौँ। अबको मैले अर्को प्रश्नतिर जोड्न चाहेँ। अहिले हामीसँग करिब एसी आउन 3 महिना जति बाँकी छ। हामी साँच्चीकै पढ्ने विद्यार्थी, हाम्रो आफ्नो छुट्टै प्रकारको लक्ष्य छ। हामी जिम्मेदार विद्यार्थी, हाम्रो छुट्टै प्रकारको भिजन छ। यो भिजनको लागि यो एसीको रिजल्ट हामीलाई अलि आवश्यक छ, अलिकति राम्रो गर्न आवश्यक छ। त्यसमा तपाईँहरूले कुन कसरी के तरिकाले तयारी गरिरहनु भएको छ यो कुरालाई प्रश्न पार्नुहोस्। मैले चाहिँ अब एसीको तयारीको लागि एउटा टाइम टेबल बनाएको छु। बिहान उठेकोदेखि राति सुत्ने बेरसम्म मैले के गर्ने भनेर त्यो टाइम टेबल बनाएको छु। यो टाइम टेबल फलो गर्न पनि मलाई मेरो अभिभावकहरूले सहयोग पुर्याउनुहुन्छ। मैले यो टाइम टेबल फलो गरेको छु कि छैन भन्ने कुरा हेरिदिने मेरो मम्मी बुबाहरूले पनि महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। मैले आफ्नो समय तालिका बुझाउनु पर्दा म बिहान 4 बजे उठ्छु। 4 बजे उठेपछि म 1 घन्टा एक्सर्साइज गर्ने अनि माइन्ड फ्रेस गर्ने, योगा गर्ने, त्यसो गर्छु। यो डेली रुटिनको कुरा त भइहाल्यो। मैले चाहिँ अब एससी प्रिपेरेसनको लागि अब दसैँहरूमा पनि सेट बुक त अब स्कुल विद्यालय प्रशासनले दसैँ पछि दिने गरेको छ। त्यसैले चाहिँ म दसैँमा पनि प्र्याक्टिस गर्छु भनेर अर्कै सेट बुक किनेर त्यही सेटहरू प्र्याक्टिस गर्दै गरेको छु। अनि यसै गरी सेट मात्रै प्र्याक्टिस नगरेर पनि विद्यालयले पहिलादेखि नै दिने सब्जेक्ट पुस्तकहरूमा पनि फोकस गर्दै प्र्याक्टिस गर्दै गरिरहेको छु। सही तरिकाले अगाडि बढ्नुपर्छ, ठिक छ। अब एससी भन्ने बित्तिकै अलिकति राम्रो एउटा आत्मनिर्भर हुने विद्यार्थीले बुझिसकेका हुन्छन् कि मैले चाहिँ केही गर्नुपर्छ। म चाहिँ मेरो अब एससी आउँदैछ, मेरो टार्गेट यति हो जिपिए हो, 3 जिपिए हो, 3.5 हो, समथिङ बुझिसकेका हुन्छन्। यही सन्दर्भलाई मैले पुनः गार्जेनको सन्दर्भसँग जोड्न चाहेँ। तपाईँहरूलाई फलोअप गर्दा, जस्तै रुटिनहरू फलोअप गर्दा गार्जेनहरूले के कस्तो खालको एक प्रकारको सहयोग गर्नुभएको भेटिन्छ, पाउनुभएको छ? गार्जेनबाट चाहिँ मलाई चाहिँ अलिक धेरै नै सपोर्ट छ। अब म घर एसी कामहरू गर्न पनि भ्याएको छैन। त्यस पक्षमा नि मलाई प्यारेन्ट्सहरूले अब यो काम गर त्यो पढेर नबस् भनेको छैन। पढ्नु फोकस गर्नुपर्छ, पछिको लागि अब मेरै लागि काम आउँछ भनेर त्यसमा नि सपोर्ट गर्न आउँछ। मेरो परिवारले पनि मलाई पढाइमा बढी समय दिन मद्दत पुर्याउनु भइरहेछ भने मलाई अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुन टाइम दिनु भइरहेको छ। पढाइमा मात्रै फोकस नगरेर एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरूमा पनि जागरुक गर्न उत्साह दिने। सामान्य रूपमा भन्नुपर्दा प्यारेन्ट्स चाहिँ हाम्रो लागि एकदमै सपोर्टिभ हुन्छ। कुनै पनि बालबालिकाहरूको लागि बालबालिकाहरूको सफलता पछाडि
जहाँ पनि अभिभावकको धेरै ठुलो नै भूमिका रहेको हुन्छ भन्ने कुरा मैले बुझेको छु। यसै सन्दर्भलाई जोड्दै मैले अर्को प्रश्न सोधेँ। कतिपय विद्यार्थीहरूमा यो उमेरमा विशेष गरी एक प्रकारको अल्छीपना आउने, एक प्रकारको व्यावहारिकपन नदेखिएको, कसैले के भन्दा झनक्क रिस उठ्ने खालको त्यो देखिएको छ। के तपाईँहरूमा त्यस्तो एक प्रकारको द्वेष आउँदैन, आगो महसुस हुँदैन? त्यस्तो द्वेष चाहिँ अहिलेसम्म मैले महसुस गरेको छैन। अब त्यसको कारण चाहिँ के पनि हुनसक्छ भने अब मैले मेरो प्यारेन्ट्सहरूको चाहिँ परिश्रम बुझेको छु होइन, उनीहरूले गरेका सहयोग गरेका मलाई सबै पक्षहरू बुझेको छु। त्यसमा मैले केही गुनासो राख्नुपर्ने केही कुरा छैन। त्यसैले त्यस्तो द्वेष, घमण्ड, रिस त्यस्तो भावना सन्देहहरू चाहिँ मैले अहिलेसम्म पाएको छैन। हामी सानैदेखि जन्मेदेखि नै मम्मी बाबाले हामीलाई हुर्काउन धेरै परिश्रम गर्नुभएको छ। अनि हामीले पनि उहाँहरूको परिश्रम बुझी उहाँहरूलाई सुखी बनाउन ठोट विचार राखी दृढ निश्चय गरेर अघि बढ्नुपर्छ। अघि बढेका छौँ। अब त्यसो भने दुःख त सबैको अभिभावकले गर्छन्। सबैको अभिभावकले जस्तो काठमाडौँमा बस्ने अधिकांश अभिभावकहरूले बिहानदेखि बेलुकीसम्म काम गरेर आफ्नो बालबालिकाको लागि, आफ्नो बालबालिकाको पढाइको लागि, घाँसपास कपासको लागि डटेर काम गरिरहेका छन्। तर कतिपय विद्यार्थीहरूले यो कुरा बुझेको पाइँदैन। यो नबुझ्नु पछाडि यो अभिभावकको हात हुनसक्छ कि अथवा विद्यार्थी स्वयंकै बालबालिका स्वयंकै हात हुनसक्छ। यो विषयमा के छ? यसमा अब हात भने त सबैकै हुन्छ, कसैको धेरै होला, कसैको थोरै होला। अब अभिभावकहरूको नि कतिपय गल्ती चाहिँ के देखेको छु भने उनीहरूको बच्चाहरू छोराछोरीहरूलाई चाहिँ यत्तिकै फ्री छोडिदिने, अलिक स्ट्रिक्ट नगर्ने। प्यारेन्ट्सहरू जति काममा बिजी भए पनि आफ्नो छोराछोरीहरूलाई चाहिँ टाइम चाहिँ दिनै पर्छ, केयर गर्न छोड्नु। त्यसैमा जोड्दाखेरि विद्यार्थीले पनि आफ्नो मम्मी बुबाको कुराहरू बुझ्नुपर्छ, आफ्नै मनोज्ञानले अघि बढ्न सिक्नुपर्छ। विद्यार्थीहरू भइसकेपछि घरको हरेक अवस्थालाई मध्यनजर गराउनु गार्जेनको जिम्मा, अभिभावकले बुझाउनुपर्छ आफ्नो बालबालिकालाई हरेक कुरामा। जस्तै उदाहरणको लागि मैले सपोज मेरो बच्चालाई मैले 50 रुपिस दिएँ, उसले दिनभरि के गर्यो त 50 रुपिसमा? यसको लेखाजोखा बेलुकी अभिभावकले खोज्नुपर्छ। अहिलेको परिवेश ठ्याक्कै भन्नुपर्दा बुवा मम्मीले दुःख गर्ने, बुवा आमाले एकदम अभिभावकले दुःख गरेर कमाएर ल्याउँछन् घरमा आफ्नो बालबालिका भनेर। तर बच्चाले त्यो पैसाको ठ्याक्कै दुरुपयोग गरिरहेको पाइन्छ। त्यो पैसालाई उसले चिनेकै हुँदैन। यो विषयमा मैले जोड्न चाहेको हो, अभिभावक भइसकेपछि आफ्नो बालबालिकालाई एकदमै नजिकबाट निहालेर हेर्नु जरुरी छ। उसका हरेक क्रियाकलापहरूमा के गर्न सकिन्छ इन्भल्भ हुन जरुरी छ। सकिएन भने के गर्न जरुरी छ त टाढैबाट भए पनि निहालेर बुझ्न आवश्यक छ भन्ने लाग्छ। यसै सन्दर्भलाई मैले यही खातिर राख्दै अर्को प्रश्नलाई जोडेँ। यो विद्यार्थी जीवन भनेको एक प्रकारको अल्छी जीवन हो भनेर बुझेको छु मैले। हाम्रा कतिपय बाबु नानीहरूमा, कतिपय विद्यार्थी भाइ बहिनीहरूमा यही अल्छीपनको कारणले बिहान 8 बजीसम्म सुत्ने, विद्यालयमा आएर भोलिपल्ट बिहान ढिलो आइदिने, टिचरहरूको पनिसमेन्ट झेल्नुपर्ने, यस्तो खालका समस्या चाहिँ उत्पन्न भएको पाउँछु। यसमा विद्यार्थी भन्दा नि मलाई अभिभावकको बढी चाहिँ दोष लाग्छ। तपाईँहरू यसमा के बुझ्नुहुन्छ? त्यसमा पहिलो दोष चाहिँ विद्यार्थीको। विद्यार्थीले आफैले बुझेर पढ्नुपर्छ। बिहान 8 बजेसम्म सुत्नु त त्यसको गल्ती चाहिँ म विद्यार्थीकै हो भन्छु।
तर अभिभावकले पनि विद्यार्थीलाई 8 बजेसम्म सुत्न दिने, उसले के गरिरहेछ थाहा नपाउने, ऊ कस्तो क्रियाकलापमा संलग्न छ त्यो नथाहा पाउने, विद्यालयमा के गरिरहेको छ त्यो नथाहा पाउने चाहिँ अभिभावककै गल्ती हो। तर पनि विद्यार्थीले अभिभावकले टाइम दिन नसकेको बुझी आफैले आफ्नै ज्ञानले अघि बढ्नुपर्ने, त्यो चाहिँ विद्यार्थीको गल्ती हो। अबको अर्को प्रश्नतिर मैले जोड्न चाहे, विद्यार्थी भइसकेपछि आफ्ना हरेक क्रियाकलापहरूलाई आत्मसात गरेर अगाडि बढ्यो भने मात्र एक सफल विद्यार्थी भोलि गएर एक सफल कुनै पनि देशको एक सफल नागरिक बन्छ भन्ने कुरामा हामीलाई कति पनि अप्ठ्यारो छैन। हामी भन्न सक्छौँ ढुक्क तरिकाले जुन बालबालिकाले समयको महत्त्वलाई बुझेर पैसाको महत्त्वलाई बुझेर अगाडि बढ्न खोज्छ, अगाडि बढ्छ, त्यो व्यक्ति पक्कै पनि भोलिको भविष्यको एक जिम्मेवार व्यक्तित्व बनेर निस्किनेछ भन्ने कुरा मैले बुझेको छु। Ladies and gentlemen, welcome to our vibrant community at Sarbanham College, where innovation meets education, and where the pursuit of knowledge blends seamlessly with the drive for success. Library stands as a beacon of wisdom, housing a treasure trove of resources to fuel your academic journey. Dive into a world of knowledge, guided by expert librarians ready to assist you in your quest for enlightenment. Our teachers are more than just instructors. They are mentors, guides, and inspirations. With advanced degrees and extensive experience in their respective fields, they bring a wealth of knowledge and expertise to the classroom. But what truly sets them apart is their unwavering commitment to nurturing the unique talents and abilities of each and every student. Provides you the opportunities for becoming the better programmer in the future. Join us on this transformative journey as we empower you to unleash your full potential and make a meaningful impact on the world. Together, let's build a brighter future through the power of knowledge and innovation. Welcome to Sarbanham, where greatness begins. मैले
अबको प्रश्नलाई जोड्न चाहे अबको प्रश्न रहेको छ एक प्रकारको बानीको विकास। यो उमेरमा हामीले चाहिँ हाम्रो उमेरका बालबालिकालाई बानीको विकास हुन जरुरी छ। एक प्रकारको राम्रो लतको विकास गराइदिन जरुरी छ। त्यसमा हामीले स्वयं देख्ने पहिलो व्यक्ति भनेको विद्यार्थी हो भने दोस्रो व्यक्ति भनेको त्यसमा सहयोग साथ दिने दोस्रो व्यक्ति भनेको अभिभावक हो। यो भनाइमा तिमीहरूको राय के छ? अब विद्यार्थीले पहिले त आफै निर्णय गर्नु पर्यो, आफै अब कर्तव्य र अधिकारको बोध भए जिम्मेवार बनेर आफ्नो कामहरू गर्नुपर्छ। अब अघि नै निश्चयले भने चाहिँ उसले अब रुटिन बनाएर बिहानै 5 बजे उठ्ने गरेको अनि एक्सर्साइज गर्ने गरेको भनेछ। यसमा निश्चयले के गरिरहेछ भने आफ्नो बानी, राम्रो बानी, असल बानी विकास गर्दै गएको छ। अब बाई चान्स निश्चल कुनै दिन उठ्न नभ्याउला कि उठ्न केही समस्या पर्ला, त्यतिखेर प्यारेन्ट्सले पनि चाहिँ बुझेर आफ्नो कुरा बच्चा बच्चीको कुरा बुझेर त्यसमा अझै साथ सहयोग गर्नुपर्ने हुन्छ। बानी पनि राम्रो बानी हुन्छ, नराम्रो बानी पनि हुन्छ। अब राम्रो बानी र नराम्रो बानी छुट्याउन चाहिँ विद्यार्थीले आफै छुट्याउनुपर्छ। अब त्यो नछुट्याउन सक्ने अवस्थामा चाहिँ अभिभावकले सही बाटो देखाई विद्यार्थीलाई राम्रो बानी बसाउने गर्ने सहयोग पुर्याउने त्यस्तो गर्नुपर्छ। मैले पुनः एउटा प्रश्न जोड्न चाहे। यो बेलाका बालबालिकाहरूमा प्राय जसो राम्रा कुराको लत भन्दा पनि बढी नराम्रा कुराहरूको लत लाग्ने गरेको पाइएको छ। यो के कारणले होला? वास्तवमा एउटा उमेरहरूले पनि तपाईहरूको उमेर पनि त्यही लेभलको कारणले मैले तपाईहरूलाई प्रश्न गरेको छु। केही बताइदिनुहुन्छ? अब यो उमेर भनेको चाहिँ सिक्ने उमेर हो, लर्नर एज हो। हामी जिज्ञासा एकदमै जिज्ञासु हुन्छ। अब यो गर्दा के होला, त्यो गर्दा के होला भन्दा सोच्दै एकचोटि साथीको लैलैमा लागेपछि त्यो प्रयास गर्दाखेरि त्यही काममा संलग्न हुन्छ। आज गऱ्यो, भोलि गऱ्यो, अनि फेरि पर्सि त्यसरी बानीको विकास भयो, नराम्रो बानीको विकास भयो। नराम्रो बानीको विकासले गर्दाखेरि चाहिँ के भयो त दुर्घटनामा पर्न सक्ने अवस्था मिल्दैन। मेरो हिसाबमा चाहिँ यसमा अभिभावकको भूमिका छ। अभिभावकले घरमा जस्तो वातावरण बनाउनुहुन्छ विद्यार्थीहरूले पनि त्यही सिक्ने गर्छन्। अब घरमै राम्रो वातावरण छ भने विद्यार्थीले पनि राम्रै कुरा सिक्छन्। अब घरमै नराम्रो वातावरण छ भने त विद्यार्थीले पनि नराम्रो कुरा सिक्ने नै भएन। अब उदाहरणको रूपमा घरमा सबै पढ्ने छन्, अब पढ्ने वातावरणको सृजना हुन्छ। अब विद्यार्थी पनि पढ्ने नै हुन्छ। फेरि घरमा सबैजना मोबाइल चलाएर बस्ने, कसैले एकअर्कालाई ध्यान नदिने, त्यस्तो भयो भने विद्यार्थीहरू पनि त्यस्तै सिक्न जान्छन् र नराम्रो बानीको विकास गर्दै गर्दै जान्छन्। त्यही भएर यसमा चाहिँ अभिभावकको चाहिँ ठुलो भूमिका देखिन्छ। अभिभावकले नै घरमा आफ्ना बाबुनानीहरूलाई सिकाउनु पर्ने सट्टा आफै नै उनीहरूले त्यसलाई एक्टिभिटिज गर्न थाल्यो भने पक्कै पनि त्यो इम्प्रेसन, त्यो छाप, एक प्रकारको त्यो नराम्रो बानी बच्चामा सर्न जान्छ, बालबालिकाहरूमा सर्न जान्छ। अनि त्यो बालबालिकाहरूमा सरिसकेपछि उसको दैनिक ह्याबिट बन्दै जान्छ। त्यो ह्याबिटले गर्दा भोलि चाहिँ उसले चाहिँ चाहेको कुरा उसका गार्जेनहरूले, उसका अभिभावकहरूले एक्सपेक्टेसन गरेको कुरा चाहिँ उसले चाहिँ प्राप्ति गर्न सक्दैन कुरा मैले बुझेको छु। अबको प्रश्न रहेको छ बालबालिकाको यो लतसँग सम्बन्धित रहेर जुन चाहिँ अहिलेको यो उमेरका बालबालिकाहरूमा पढाइमा कमजोर देखिनुको अर्को पक्ष भनेको मोबाइल, ल्यापटप अथवा कम्प्युटर हो भनेर भन्न सकिन्छ। यी कुराहरूलाई कसरी प्रस्ट्याउनुहुन्छ त? एज अ विद्यार्थी भयो स्वयं आफै भइदिए सबै कुराको सकारात्मक र नकारात्मक पक्षहरू हुन्छ। अब मोबाइललाई पनि सकारात्मक तरिकामा चलायो भने के भन्नु,
राम्रो भोलिको लागि राम्रो हुन्छ। राम्रो त्यसै गरी त्यसको नकारात्मक पक्ष नि हुन्छ। विद्यार्थीहरूले चाहिँ मुख्य गरी के गर्ने गरेका छन् भने यसको सकारात्मक भन्दा नि बढी चाहिँ नकारात्मकको प्रयोग गरिरहेछन् क्या। अब यसमा चाहिँ अभिभावकले पनि आफ्नो छोराछोरीहरूलाई के हेर्नु सक्थ्यो भने अब स्टुडेन्ट्सहरूले युट्युब हेरिरहेछन् भने युट्युबमा के हेरिरहेछन्, फेसबुक हेरिरहेछन् फेसबुकमा के हेरिरहेछन् त हो त्यस्तै गरेर ध्यान दिनुपर्छ। पहिलो गल्ती त स्वयं व्यक्तिकै छ। त्यो स्वयं जान्दा जान्दै पनि यो नराम्रो कुरा हो भन्ने थाहा हुँदाहुँदै पनि एक प्रकारको बानीका कारण चाहिँ त्यही कुरातिर घुम्ने गर्दछ। दोस्रो पक्ष दोस्रो गलत कहाँ देख्छु, गल्ती कहाँ देख्छु भने अभिभावकतिर देख्छु। अभिभावकले पनि हाम्रो बालबालिकाले के गर्दैछन् घरमा भन्ने चासोको विषय राम्ररी केयर गरिदिएको भए र नराम्रो पक्ष नराम्रो ठाउँ देखिएको अवस्थामा, नराम्रो अवस्था नराम्रो कुराहरू देखिएको अवस्थामा, नराम्रा कुराहरू सिकिरहेको अवस्थामा, फेला परेको अवस्थामा यहाँनिर यसरी जानुहोस् है, यो विषयलाई यसरी जानुहोस् है बाबु भनेर सरसल्लाह दिँदा राम्रो बाटोतिर चेन्ज हुने हुन्छ। चेन्ज हुँदा एक प्रकारको लत बस्दै नै थियो अनि सुत्रीकरणको अवसर हुन्थ्यो। मेरो घरको कुरा गर्दाखेरि चाहिँ मेरो मम्मीले मलाई फोन चाहिँ अनावश्यक कामको लागि चलाउन दिनु हुँदैन। अब मलाई केही कुरा सिक्नु छ भने मोबाइल दिनुहुन्छ। अब हाम्रो इन्टरनेटको जमानामा हामीले युट्युबहरूबाट धेरै कुरा सिक्न सक्छौँ। अब इन्टरनेटको जमानामा प्रविधिको जमानामा हामीले मोबाइलै चलाउन पाएन भने हामी अब विश्वकै पनि पछाडि पर्छ र हामीले विश्वमा के भइरहेको छ, कुन देशमा कस्तो खालको घटना भइरहेको छ, कुन ठाउँमा कस्तो खालको डिजिज चाहिँ के भइरहेको छ, फैलिरहेको छ, ती कतिपय सतर्क हुनुपर्ने कुराहरू, न्युज हेरेर सतर्क हुनुपर्ने कुराहरू हामीले पाउँछौँ। अनि मेरो मम्मीले चाहिँ मलाई केही कुरा सिक्नु छ भने मोबाइल दिनुहुन्छ र अन्य बाँकी भएको समयमा चाहिँ मोबाइल चलाउनु भन्दा पनि अतिरिक्त क्रियाकलापहरूमा संलग्न गराउनुहुन्छ। अब बाँकी भएको समयमा मोबाइल चलाउनु भन्दा त्यस समयको उपयोग गर्दै पढ्ने हो कि घरमा आज स्कुलमा के गर्यो भनेर भन्ने हो कि गफ गर्ने हो कि भनेर तपाईँ राम्रो हुनुमा अभिभावकको धेरै ठुलो भाग छ। जहाँ अभिभावकले गर्नुपर्ने आफ्नो कर्तव्य आफ्नो तर्फबाट अभिभावकले गर्नुपर्ने काम सम्पूर्ण गरिरहनु पर्ने छ। तसर्थ सर्वनाम शिक्षालयको हुनार विद्यार्थीको रूपमा तपाईँ दुईजनालाई चिन्ने गरेको छ। भनेपछि अबको मैले अर्को प्रश्नतिर जोड्न चाहेँ। अबको अर्को प्रश्नमा म एसीसँग सम्बन्धित रहेर नै सोध्छु। हाम्रो एसी आउनु मैले अघि भनिसकेँ, हामीसँग करिब 3 महिना मात्र बाँकी छ। 3 महिना लगभग 3 महिना बाँकी छ। यो विषयलाई यो समयलाई मध्यनजर गर्दै तपाईँ हामीले के कसरी घरमा चाहिँ पढ्ने वातावरण सृजना गरेका छौँ ताकि यो मैले तपाईँहरूले बनाएको रुटिनलाई, तपाईँहरूले बनाएको समय तालिकालाई अरूले फलो गरेर पनि केही सिक्नु। त्यो तालिकालाई एकचोटि सर्ट बताइदिनुहोस् न। समय तालिका म आफ्नो समय तालिका बताउँदाखेरि चाहिँ म बिहान छिटै उठ्छु। उठेपछि सधैँ पढ्नुभन्दा पनि बेला बेलामा माइन्ड फ्रेस गर्न म सधैँ योगा पनि गर्छु। अब त्यसपछि म 5 बजेदेखि 5:30 म पढ्छु र स्कुलको लागि तयार भएर स्कुलमा जान्छु। त्यसपछि दिनभरि शैक्षिक क्रियाकलापमा संलग्न भई राति घर पुग्दाखेरि 6:30 बज्छ। अब त्यसपछि फ्रेस हुँदा हुँदा 7 त बज्छ अनि खाना खाँदा त्यस्तो गर्दा चाहिँ 7:30 हुन्छ। अनि त्यसपछिको बाँकी समय चाहिँ म आधी घन्टा 8 बजीसम्म चाहिँ म परिवारसँगै बिताउने गर्छु। अब आज विद्यालयमा के भयो भन्ने कुरा मेरो घर परिवारमा धेरै चासो लिनुहुन्छ। त्यही भएर म आफ्नो दैनिक क्रियाकलापहरू आफ्नो परिवारमा राखिरहेको हुन्छु। त्यसपछि म विद्यालयबाट पाएको होमवर्कहरू गर्ने गर्छु। अब एसीको कुरा गर्दा हामीले सधैँ होमवर्क मात्र गरेर पनि हुँदैन, होमवर्क गरेर बाहिरी कुराहरू सो अध्ययन पनि गर्नुपर्छ। अब समय तालिका भन्दाखेरि आफ्नो परिस्थिति अनुसार आफ्नो समय तालिका फरक हुन्छ। अब राम्रो समय तालिका बनाउन चाहिँ के कुरामा आधारित हुनु पर्यो भने खेल्ने समयमा भन्दा बढी समय चाहिँ
पढ्नु केही नयाँ नयाँ कुरा सिक्नु अध्ययन गर्नुमा बिताउनुपर्छ सबैले उठ्ने छिटै सुत्ने त्यसमा आधारित हुनुपर्छ अनि समय तालिका बनाएर मात्र चाहिँ हुँदैन त्यसलाई फलो पनि गर्नुपर्छ अब फलो गर्नु भनेको मेन कार्य समय तालिका बनाएर अब फलोै गरेन भने त्यसको केही महत्त्व नै हुँदैन त्यही भएर समय तालिका बनाएपछि त्यसलाई फलो पनि गर्न सक्नुपर्छ त्यसैले आफ्नो सुइटेबल टाइमहरूमा सुइटेबल कामहरू गर्न सक्नुपर्छ जस्तै आफ्नै घरको वातावरण र आफूले घरमा गर्दै आएका कुराहरूलाई त्यो मोबाइलसँग सम्बन्धित भएर केही बताइदिनुहोस् न जस्तो अभिभावकले कसरी सपोर्ट गर्नुभएको छ यो विषयमा म त्यही भन्न खोजेँ यो कुरालाई चाहिँ बताइदिनुहोस् अब यस विद्यालय प्रशासनको लागि म एउटा अब त जिम्मेदार विद्यार्थीको रूपमा छु होइन यसो हुनुको कारणको मुख्य भूमिका चाहिँ अब मेरो अभिभावकहरूले गर्ने गरेका छन् अब मैले पनि मेरो डेली रुटिन बनाएर आफ्नो समय तालिका बनाएर होइन त्यसलाई फलो गर्दै आएको छु तर कहिले के हुन्छ भने आफ्नो माइन्ड पनि भट्किने गर्छ होइन अब यसमा चाहिँ मेरो प्यारेन्ट्सहरूले नि मलाई जति भरोसा गरे नि क्रस चेक भन्ने गरिराख्नुपर्छ मेरो बच्चाले के गर्दैछ कति घन्टा युट्युबमा हेर्दैछ के हेर्दैछ यी विषयवस्तुको जानकारी दिनुपर्छ मोबाइलको कुरा जोड्दाखेरि चाहिँ मोबाइल चलाउनै नदिने भन्दा नि मोबाइलमा के चलाइरहेछ भनेर चाहिँ अभिभावकहरूले चासो दिनुपर्छ वास्तविकता कुरा एउटा मोबाइल हेर्ने समयको पनि प्यारेन्ट्सले चाहिँ अब समय निर्धारण गरेर गरिराख्दा राम्रो हुन्छ अब मोबाइलबाट पनि राम्रै कुरा सिकिरहेछ भने त्यो त फाइदेमन्दै हुन्छ तर नराम्रो कुरा सिकिरहेछ भने त्यसलाई अभिभावकहरूले पहिल्यै रोक्न सक्नुपर्छ जब लतमा फसिन्छ तब लतबाट निकाल्न गाह्रो हुन्छ त्यही भएर लत लाग्नुभन्दा अगाडि नै त्यसलाई रोक्न सक्नुपर्छ हामीले आफ्नो समयअनुसार त्यो समय तालिकालाई बनाएर भित्तामा टाँसेर मात्रै सम्भव छैन यसको लागि स्वयं समय तालिका बनाउने व्यक्ति नै चाहिँ अग्रसर हुनुपर्छ त्यो समयअनुसार उसले आफ्नो दैनिकी क्रियाकलापहरूलाई दैनिक गरिने टास्कहरूलाई पुरा गर्नुपर्छ भन्ने मैले महसुस गरेको छु अबको अन्तिम प्रश्नतिर पुगेका छौँ अबको अन्तिम प्रश्न रहेको छ तपाईहरुको यो आउँदै गरेको एसी परीक्षालाई विद्यालयले केही हदसम्म सहयोग गरेको अवस्था देखिन्छ अहिले हाम्रो लगभग सेट प्र्याक्टिस गर्ने कुराहरू छ त्यस्तै विभिन्न योजनाका कुराहरू आउँदैछन् अबको 3 महिनामा हामी गर्दै प्र्याक्टिस गर्दै जाने क्रम छ यी कुराहरूलाई हामी निरन्तरता दिनेछौँ यी बाहेक अन्य कुराहरूमा विद्यालयले केही हामी विद्यार्थीको लागि यो खालको सहयोग गरिदिनु हुन्थ्यो भन्ने आशा छ त अब विद्यालय प्रशासनले चाहिँ अहिलेसम्म राम्रै कार्यक्रमहरू ल्याउनु भएका छन् सेट प्र्याक्टिस गरेर आएका छन् अब विद्यार्थीहरू पनि यसमा अग्रसर नै छन् हैन अब विद्यालय प्रशासनले नि स्टुडेन्ट्सहरूको चाहिँ मनोविज्ञान बुझेर त्यस्तै खालको पनिसमेन्ट त्यस्तै खालको क्रियाकलापहरू गर्ने अनुरोध गर्दै हुन्छ अब यसमा विद्यालय प्रशासनबाट नयाँ केही आशा राख्नुपर्दा नि यही कार्यक्रम यसलाई चाहिँ निरन्तरता दिन चाहिँ म अनुरोध गर्दछु अन्तिम एसी नजिकिन्जेलसम्म विद्यालयले यही तरिकाले केयर गर्ने कुराहरू फलोअप गर्ने कुराहरू गरिराख्दा पक्कै पनि आफूले चाहेको जिपी हासिल गर्न सकिन्छ हैन त हजुर सर अबको आजको अन्तिम प्रश्न सोध्दै हामी यहाँबाट बिदा हुने अनुमति माग्न चाहन्छौँ यतिन्जेलसम्म हेरेर बसिरहेका तमाम आदरणीय दर्शक श्रोताहरूमा हृदयदेखि आभार व्यक्त गर्दै आजको यो सर्वनामक श्रृङ्खला 19को यो भागलाई यही अन्त्य गर्दै अब आउने आगामी दिनमा पुनः अर्को श्रृङ्खलाका साथ फरक प्रस्तुतिले वाचा गर्दै अहिलेलाई बिदा हुने अनुमति माग्न चाहन्छु हस्त धन्यवाद नमस्कार